नमस्कार साथीहरू, आज म तपाईहरूलाई चाहिँ 1 वर्षदेखि 3 वर्षसम्मको बच्चाहरूलाई मिल्ने चाहिँ एउटा बच्चाको बेबी जामा अथवा क्रोसेटबाट बनाएको चाहिँ एउटा सानो बच्चाको लागि एउटा जामफर बनाएको छु, हेर्नुहोला। र अब फेरि म तपाईहरूलाई चाहिँ सेम यस्तै खालको डिजाइनको जामफरहरू बनाउन चाहिँ तपाईँलाई आज म सिकाउन लागिरहेको छु। र सुरुमा चाहिँ मैले यसलाई चाहिँ 80 घर राखेको छु है। यसमा चाहिँ 80 घरमा चाहिँ मैले 20 घर गरेर यहाँ बाँडेको छु। जस्तै यहाँ 20 घर है, यो बाउलामानी 20 घर र अनि यहाँ गरेर 20 घर गरेर 40-80 घरको है। अनि मैले यो सुरुमा चाहिँ यो सेतो र रातो चाहिँ मैले डिजाइन देखाउनको लागि चाहिँ एउटा बर्डर बनाएको बाउला र यहाँ चाहिँ टक्क एउटा डिजाइन बनोस् भनेर। र मैले यो तयार चाहिँ गरिसकेको छैन, मैले चाहिँ टुक्रोसियाबाट बनाएको छु। र यदि तपाईँहरूलाई पनि फेरि मन पर्यो भने पनि तपाईँहरूले यहाँबाट पनि सिक्न सक्नुहुन्छ। र चाहिँ मैले भनिसकेँ तपाईँहरूलाई 80 घर राखेको छु र 80वटा सिक्री तानेर चाहिँ 20 घर बाँडेर चाहिँ यहाँ चाहिँ मैले दुईवटा एकै ठाउँमा दुईचोटि बुनेर यता पनि दुईचोटि बुनेर बाउलामा चाहिँ मैले यसरी चाहिँ बनाएको छु। र यदि तपाईँहरूले पनि सिक्न सक्नुहुन्छ। अहिले चाहिँ मैले हामीले चाहिँ टुकोसरियाबाट सुरु गर्ने है। अनि बाउला निकालिसकेपछि उस गरेर चाहिँ मैले अब जामाको यो चाहिँ पार्ट 1 भयो। पार्ट 2 पनि तपाईँहरूलाई फेरि सिकाउँछु। पार्ट 2 मा चाहिँ तपाईँलाई चाहिँ प्रायः जस्तो जामा कसरी बनाउने, यस्तो यो खालको डिजाइन कसरी बनाउने भन्ने कुराहरू सिकाउँछु। तर मैले अहिले चाहिँ सेम यस्तै डिजाइन चाहिँ बनाउँदिनँ, मैले अहिले अलि फ्रक बनाउँछु। र त्यति बेला पनि मैले पार्ट 2 चाहिँ तपाईँहरूलाई म सिकाउँछु। ल हेर्नुहोस्, यदि मन पर्यो भने तपाईँले मेरो यो टिकटकबाट पनि तपाईँले अर्डर गर्न सक्नुहुन्छ। यदि मेरो युट्युब च्यानलमा गएर तपाईँले त्यहाँबाट अर्डर गर्न नि सक्नुहुन्छ। मेरो निटिङ विथ लक्ष्मी छ। र यदि तपाईँहरूलाई मन पर्यो भने मेरो निटिङ विथ लक्ष्मीको पेजमा गएर पनि अर्डर गर्नुहोला। र मार्केट प्लेसबाट पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद है त।